गुड मर्निङ एभ्रिवान, सबैजनालाई। यो आज मेरो मिनी ब्लग। टक्क उठेपछि ब्रस गर्ने अनि टक्क उठे। अब उठेपछि के गर्ने केही नगर्ने त्यो बेला पानी पर्नु लाग्यो जस्तो गऱ्यो। के भन्ने हेयर ब्लगमा म्याच टक्क आज कलेज जाने, कलेज जाने, बस्ने, पढ्ने। कलेज जानलाई स्कुल जाँदैछ मेरो भुचली। भने अब टाइम भइसकेछ, रेडी सेडी हुन्छु कलेज जानलाई। बाइक नै पुरै यार गियर अड्किन्छ, गियर नै अड्किन्छ। लबाइल चलाउँदै पुरा गियर अड्किन्छ। पानी यो टङ्कीमा पानी छ जस्तो लाग्यो क्या। टङ्कीमा पिकअप नि दिन्न। यसो कतै जाममा पऱ्यो भने पुरै घ्यार गरिदिन्छ। अरे फ्रस्ट्रेट भइदिन्छु क्या त्यहाँ त त्यस ठाउँमा। के होइन, अब बनाउँला नि यसो कमाएर। कहिले कमाइयो भने बनाउँला। बाइक चाहिँ मेरो यस्तो उड्न चाहिँ उड्छ। अरे हेलमेट भयो, राम्रो बाइक छ तर यो एकदम अरे खतरनाक बाइक छ अर्को। मेरो घर अगाडिको भ्यू यस्तो यस्तो। अरे थकैला 1 घन्टा सुतेन। हिजो 12 बजे सुतेको थिएँ, 7 बजे उठेँ। अरे ज्यान दुख्यो यस्तो खतरा।
कलेज हिँडेको ट्याक्क 11 बजिसक्यो सर क्लासमा गइसक्यो होला आज मैले भिडियो बनाइरहेको कि आज के भिडियो नयाँ युट्युबमा हाल्नलाई क्या पहिलाको भिडियोमा कति भ्यू गऱ्यो पहिलाको भेजमा खोइ थाहै होइन यार उसले कपिराइट आइदियो अरे तातो यार तातो यार सिर्ता जहाँ जान खोज जाममा पस्छु हाम्रो दोस्त यहीँ कुर्यो त कता हो दोस्त के भयो ल ल ल वेलकम टु माई कलेज मेरो लोक चिप्रा आइदिन्छ यो दोस्त नभए पैसा नै हुन्थेन नि कृष्ण हिजो कहाँ हराएको थियो नि कृष्ण छ कि लागेको एक्जाममै हस्पिटल सिक भएर सिक भएको थियो कस्तो छ के भएको थियो र तिमीलाई सिया भन्ने पढ्थ्यो पहिला त हामीले ओ कृष्ण के भएको थियो र तिमीलाई तर उसको कपाल चाहिँ राम्रो लाग्छ कि मलाई हेरेर पाल देखाएको सब छोरो छ कृष्ण कृष्ण लुटिसकेपछि चाहिँ पढ्नु ठ्याक्कै गर्न सक्दैन जसले गर्दा त्यो एन्टिनलहरूसँग त्यो उसको एन्टिनल चाहिँ बाहिर नदेखियोस् है एउटा एसेटिक सेल्सहरू है जसले गर्दा अब त्यो सेल्स भित्रै गएर एन्टी सेल्सले बोल्यो आफैको प्रायः बोलियो मिस भन्ने चाहिँ है अब आउनु भइसक्यो देख्ने अब आउनु चुलाहरू नदेख्ने योवाला सिस्टम त यिनीहरूलाई लागु हुन्छ अहिले हाम्रो निजा आएको जति यी सेल्सहरूबाट चाहिँ
अब चालु अब टप चलाउनु पर्छ अब सर्ट डरमा लेखमा बताइरहेको छु प्रेग्नेन्सी वो त भयो क्या यहाँ त्यसपछि एउटा यो के हो आर्थराइटिस ए नाखेर न एक्सप्लेन की हो यो फिजियोलॉजिकल बेसिस अफ मेंस्ट्रुएशन हो मेन्सुरेसन यो त फिजियोलोजिकल हुन्छ मेन्सुरेसन यामी अनि अर्को 7 months यो 7 months 5 months ए कसम खतरनाक स्ट्रक्चर एनालिसिस अनि अर्को यो के हो त्यस बेला यसो पठाइदियो है स्ट्रक्चर अफ मेल रिप्रोडक्टिभ सिस्टम स्ट्रक्चर अफ भनेको चिट गराउँछु कि हो वी एक्सप्लेन हो यो मेल Glucose is the particular pathway when aldones and reduces use of glucose. यदि ग्लुकोज धेरै भयो भने यो पाथवे कसो हुन्छ त डायबेटिक भन्छ हैन ग्लुकोज चाहिँ